नमस्कार। दमै दाईको बाजा भाग 7 मा यहाँहरूलाई स्वागत छ। दमै दाई सुनको बाजा यस्तो दिव्य बाजा लिएर मन्दिर अगाडि बजाउन लाग्नुभयो। त्यस पछाडि सबै भक्तजनहरू, विष्टहरू र पण्डित पुजारीहरूले अचम्मित भएर हेरे। तर त्यसैमा एकजना लोभी पण्डित थिए त्यही मन्दिरमा। उहाँ चाहिँ दैनिकी जसो भित्र गएर धूप दीपहरू गर्ने ओर्ने पूजा गर्ने पण्डित हुनुहुन्थ्यो। अब त्यो पण्डित भित्र बसेर पूजा गर्ने, अब दमै दाई बाहिर बसेर पूजा गर्ने, बाहिर बसेर बाजा बजाउने भगवानको लागि हैन। पण्डितलाई असहाय भयो। अब पण्डितले दमै दाईलाई सोधेका थिए यो बाजा कहाँबाट प्राप्त भयो तलाई। त्यस पछाडि दमै दाई त सिधा मान्छे, सिधा हिसाबले भनिदिनु भयो। भनिदिनु भएपछि तर उहाँले चाहिँ यो कुरा चाहिँ लुकाउनु भयो कि मन्दिरभित्र गएको कुरा, नत्र भने त उहाँलाई विभिन्न किसिमका कारबाही हुने थिए। त्यसैले उहाँले त्यो कुराहरू लुकाउनु भयो। त्यसैले कतिपय ठाउँमा आफू बच्नको लागि पनि कतिपय कुराहरू लुकाउन र ढाट्नु पर्ने हुन्छ, न कि अरूलाई असर पर्ने गरेर। अरूलाई असर नपर्ने गरेर कुनै पनि कुराहरू ढाटेको कुराहरू त्यो एउटा संयोग पनि हुन सक्छ। र अब पण्डितलाई साह्रै असहाय भयो। म भनी भित्र बसेर पूजा गर्ने भगवानलाई, मसँग चाहिँ सुनको बाजा नहुने, सुनको कुनै पनि कुराहरू नहुने, भगवान प्रसन्न नहुने, तर यो बाहिर बसेर बाजा बजाउने मान्छे सँग चाहिँ भगवान कसरी प्रसन्न हुनुभयो। तर त्यो पण्डितलाई के थाहा कि उसले भगवानको रूपलाई हेरेर आएर सधैँ जसो भगवानलाई सम्झेर भाव दिएर एउटा एकदम निस्वार्थ भावले एकदम केही पनि इच्छा नराखिकन बजाएको थियो बाजा भन्ने कुरा त्यो पण्डितलाई थाहा थिएन। अब भाग 8 हेर्नको लागि केही समय प्रतीक्षा गर्नुहोला र च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।